गाइज हाम्रो ब्युटी पार्लरमा आउनु होला ईशा ब्युटी पार्लरमा राम्रो थ्रेडिङ गरिदिनुहुन्छ। ईशा चाहिँ मेरो ओनर हो हैन, ईशा चाहिँ मेरो ओनर हो गाइज हैन, ओनर हो। यति छुची खान मलाई कति कराउँछन्, त्यही पनि मैले माइन्ड गर्दैन। एउटा कानले सुन्छु, अर्को कानले उडाइदिन्छु। नराम्रो कुरा उडाइदिन्छु, राम्रो कुरा सुन्छु। दुख्छ यार जाडोमा त अलि सुस्त गर्नु है। दिदीले गरे भने बन्द गरे नि त, गरेको पनि थाहा पाउन गाइज मैले। अझै झन् उसको हात कति शीतल छ के उमाको। फर्स्ट टाइम मैले त्यही गरेको उमाकोमा। त्यही उमाकोमा गएको फेरि अस्ति त्यसै 150 रुपियाँ मात्रै तिर्न पऱ्यो। बिगार्दै झन् राडी त्यसको पोल्यो। जाडोमा त कस्तो दुखेछ, आँसु आयो। हामीले गरिब दुखीलाई बिना पैसाको नि गराउँछौँ। हामी गरिब दुखी, म गरिब हो त्यही भएर मलाई फ्रीमा गराउन लाउनु भयो। दिदी यस्तो फुल फेस गरेर हो कि मेरो भुत्लै आएको। थ्रेडिङ भयो नि हाम्रो दिदीले बनाइदिनुहुन्छ, राम्रो थ्रेडिङ गरिदिनुहुन्छ। हात पनि कति धेरै शीतल छ दिदीको। गरेको नि थाहा पाउन, तर जाडो भएर मलाई अलिअलि दुखिरहा। भलबाडीमा नम्बर 1 थ्रेडिङ गर्नुहुन्छ। केटी मान्छेलाई किन थ्रेडिङ गर्नु पर्दा होला यार। राम्रो हुनु जे पनि केटी मान्छेले गर्ने रे, जति पैसा लाए नि गर्ने रे। केटा मान्छे त केही छैन। केटाले पनि गर्दो रहेछ नै, अस्ति मैले देखेको। चम्कोला केटाले गर्छन्। उहाँ ऊ गर्न जान्छ नि त, कमाउनेहरूले गर्दो रहेछन्। जे होस्, तलको उखाल्दैन नि, फेरि माथिको मात्रै सेप मिलाउँछ न दिदी। त्यही हो, माथिको निधार पनि उखाल्दैन रहेछन्।